बाख्रा पाठा सुमसुम्याउनेहरू कुखुराको भाले लिएर भोटाल भन्दै हिँड्नेहरू अब वास्तवमा रवि लामिछानेको त झन् कलङ्कित इतिहास छ। देशको महान नागरिकता त्यागेर अमेरिकी नागरिक भइसकेका मान्छे, सिंहदरबार जलाउने स्क्रिप्ट लेख्ने मान्छे हो को भन्दा बालन शाह। रासोपा भन्ने एउटा उडनतस्तरी टाइपको यो विदेशीहरूको कठपुतली जस्तो पार्टीले नेपालमा विकृतिको पहाडै उठायो। 14 करोडको ब्रिफकेस हेराफेरी गर्ने को भनेर पनि प्रश्न उठेकै छ। एमसीसी नेपालमा जसरी पनि ल्याउनुपर्छ भनेर स्वर्णिम वाग्लेको बुद्धिबल आएर छाती ठोकेर संसदमा डुक्रिनी पनि हुने नि हुन् होइन। पहिला जान पाम पाम भन्दै सारी हल्लाउँदै नाच्नेहरूलाई हामीले नै प्रोत्साहन गरेकोमा आत्मालोचित पनि हुनु पर्ला। कोही भ्रष्टाचार गरेर सम्पत्ति कमाउने, कोही देशद्रोहीहरू, कोही अपराधीहरू। उहिले रेडियो नेपाल टिभीतिर एउटा गीत आउँथ्यो के, गोलबाल भो अन्तरे गोलबाल भने जस्तो अवस्था भयो। राजनीति भद्रगोल छ, काहीँ नभएको जात्रा हाँडी गाउँमा विचित्र विचित्रका मान्छेहरू, तिल्के मिल्के झिल्के, राजनीतिको थाहा नभएका, राजनीतिसँग गोरु बेचेको साइनो नभएका, आफू सांसद हुँदा पनि म संसद भन्नेहरू, अनि सहसचिव ठुलो कि उपसचिव हेकानी भ्याउनी नपाउनेहरू, एकदमै केटाकेटी टाइपका मान्छेको लागि राजनीति भने चाहिँ यस्तो ठाउँ भयो जहाँ केटाकेटी आउँछन्, गोलेली चलाउँछन्, मट्याङ्ग्राको सत्यानाश गर्छन्। न तिनीहरूलाई इतिहास चेत छ, न भूगोलको जानकारी छ, न विश्व राजनीतिको त कुरै छोड्नुहोस्, नेपाली राजनीतिको न्यूनतम ज्ञान छ, न अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा हेक्का छ, न प्रशासनको मसिनो सूचना छ। त्यस्ता हाउडेहरू आएर नेपालको राजनीतिलाई नष्ट भ्रष्ट बनाउन खोजिरहेका छन्। ती विदेशीको हातमा नाचिरहेका, कोही भ्रष्टाचार गरेर सम्पत्ति कमाउने, कोही देशद्रोहीहरू, कोही अपराधीहरू, कोही मने म्या भन्दै बाख्रा पाठा सुमसुम्याउनेहरू, कुखुराको भाले लिएर भोटाल भन्दै हिँड्नेहरू, जेनजी मोभमेन्टको अपमान गर्नेहरू, तिल्के मिल्के झिल्केहरू, सहकारी ठग्नेहरू, देशको नागरिकता त्याग गर्ने एमसीसीका दलाल एजेन्टहरू, मित्र राष्ट्रसँग सम्बन्ध खराब बनाएर बाबा फाउन्डेसनको भत्ता खाने कुण्डले मण्डलेहरू, ट्यापेहरू, अहिले जो हिजो देश जगाउन हिँडेका छन् ती उम्मेदवार भनेर आइरहेका छन्। योभन्दा ठुलो विडम्बना केही पनि हुँदैन। देश एउटा अभूतपूर्व सङ्कटमा छ, देश तारेभिरमा अल्झिएको छ। अब हेरौँ सर्वोच्च अदालतले एक ढङ्गले रेस्क्यु गर्छ कि उद्धार गर्छ कि। केही हदसम्म त जिम्मेवारी लिनुपर्छ होइन, किनभने राजनीति साह्रै सस्तो भयो, बजारु हल्लाबाट प्रभावित भयो होइन। पहिला जान पाम पाम भन्दै सारी हल्लाउँदै नाच्नेहरूलाई हामीले नै प्रोत्साहन गरेकोमा आत्मालोचित पनि हुनु पर्ला। अराजनीतिक मान्छेहरू कुण्डलीहरूले अहिले पनि टिकट पाएकोमा हामीले पश्चाताप भविष्यमै गर्नु पर्ला। त्यसमा केही हदसम्म हामीले पनि सेयर लिएका होलाौँ, त्यसलाई सच्याउनुपर्छ, त्यसलाई करेक्सन गर्नुपर्छ। तर मूलभूत रूपमा यो रासोपा भन्ने एउटा उडनतस्तरी टाइपको यो विदेशीहरूको कठपुतली जस्तो पार्टीले नेपालमा विकृतिको पहाडै उठायो, विसङ्गतिको पहाडै उठायो। त्यो पार्टीमा सांसद बन्ने योग्यता के रहेछ भने मन्त्री बन्ने, कि तपाईँ विदेशी दलाल हुनु पर्यो, कि तपाईँले टिकट किन्न सक्नु पर्यो, कि तपाईँ विदेशी दूतावासको खबरदार हुनु पर्यो, कि जेनजी मोभमेन्टको नाउँमा घुसपैठ गरेर सिंहदरबार, बालुवाटार या संसद भवन या सर्वोच्च अदालत अथवा व्यक्तिका निजी वा सार्वजनिक घरमा आगजनी गरेर आगलागी गरेर हिँड्नु पर्यो, कि तपाईँले कैलाली जस्तो जघन्य अपराध गरेको हुनु पर्यो, कैलाली हत्याकाण्ड जस्तो, कि ठगठाक गरेको हुनु पर्यो। त्यहाँ सज्जन इमान्दार एमसीसी विरोधी राष्ट्रभक्तले ढिम्किन पनि पाएनन्। त्यसकारण यो अहिले देशमा जुन राजनीतिको एउटा भद्रगोल तमासा भएको छ, देशको अस्तित्व नै के हुने हो, युक्रेन बन्ने हो कि देश युगोस्लाभिया जस्तो बन्ने हो कि भन्ने पिरलोमा हामीलाई रातभरि निन्द्रा लाग्दैन। एकदम तपाईँले अमूल्य प्रश्न गर्नुभयो। तपाईँलाई राष्ट्रको चिन्ता छ, तपाईँ पत्रकारभन्दा अगाडि देशभक्त नेपाली, भतभती देश पोल्छ नि छातीमा। गगन थापा उनको इतिहास के छ, लाउरे तरिकाले राजनीतिमा आए, ट्याउँ ट्याउँ बोल्ने हुन्, उनको विशेष योगदान त छैन। 2008देखि अमेरिकन की कन्ट्याक्ट पर्सनको पनि नेपालको महत्त्वपूर्ण सूचना अमेरिकनहरूलाई सप्लाई गर्ने मान्छे को भनेर रवि लामिछाने गर्जिएर हिजो भने जस्तै लाग्छ हामीलाई। हिजै जस्तो त उनले वक्तव्य दिएको संसदमा। अनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रकरणमा 14 करोडको
ब्रिफकेस हेराफेरी गर्ने को भनेर पनि प्रश्न उठेकै छ। त्यति मात्रै होइन, नक्कली किसान भनेर प्याक्टबाट अनुदान जिप्ट्याउने को भन्ने कुरो पनि अजङ्गको प्रश्नको रूपमा तेर्सिएको छ। गगन थापा भनेको पनि प्लान गरेको नेता हो। गिरिजाबाबुले उहिले दे आर अलरेडी रोयलिस्ट भनेर एक्सपोज गरेकै हो उनलाई र नरहरीलाई। यिनी ओभर रेटेड नेता हुन्। विभिन्न विदेशी शक्ति केन्द्रले लाड प्यारमा हुर्कायो। फरक यति हो, रवि लामिछानेहरू पछि झिल्के तरिकाले आए, उनी उहिले जनआन्दोलनका झिल्के हुन्। उनको ट्र्याक रेकर्ड अनि हिस्ट्री हेर्दा न देशभक्तिमा उनले जिरो कुनै योगदान दिएका छन्, जिरो योगदान, नकारात्मक योगदान छ। हजारौँ हेक्टर सीमा मिचिँदा पनि उनले मौनता साधे। त्यति मात्रै होइन, अमेरिकी सैन्य रणनीतिसँग जोडिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी नेपालमा जसरी पनि ल्याउनुपर्छ भनेर स्वर्णिम वाग्लेको बुद्धिबल लाएर छाती ठोकेर संसदमा डुक्रिनी पनि उनी नै हुन्। बरु देउवा त्यो विषयमा केही पनि बोलेनन्, तपाईँलाई थाहा छ। त्यसकारण गगन थापाले काङ्ग्रेसको यो विशेष महाधिवेशनको नाउँमा काङ्ग्रेसको अधिवेशनै कब्जा गरे र निर्वाचन आयोगमा सेटिङ गरेर आफूलाई आधिकारिकता देखाए। तर अदालत अहिले पनि जिउँदैछ, मुद्दा विचाराधीन छ। सम्भवतः संसद भ्याउँथ्यो भने गगन थापाको यो भाङ्ग्रेस छ नि, काङ्ग्रेस होइन, यो भाङ्ग्रेस टाइपको काङ्ग्रेस स्वाहा हुनेछ र आधिकारिक रूपमा पूर्णबहादुर खड्का जस्तो कृष्णप्रसाद भट्टराईको स्कुलिङबाट आएको आज पनि पूर्णबहादुर खड्काको विषयमा कुनै माइकलालले 2 पैसा भ्रष्टाचारको चार्ज लगाउन सक्दैन, देशघातको चार्ज लगाउन सक्दैन। गगन थापा जस्तो यो झिल्के काङ्ग्रेसी सभापतिलाई अवैध ठहराउन कुनै आइतबार लाग्ने छैन यदि कानुनमा टेक्ने हो भने। र गगन थापा नक्कली इमेज बोकेका मान्छे हुन्। उनी बालन शाहको मित्र हुन्, स्वर्णिम वाग्लेको मित्र हुन्। उनी पनि देशलाई पश्चिमाकरण गर्न तेज रफ्तारका साथ अति महत्त्वकाङ्क्षी भएर पदको लागि जेसुकै गर्न तयार भएका मान्छे हुन्। जसरी मुकुल ढकालले हिजो रवि लामिछाने, अब वास्तवमा रवि लामिछानेको त झन् कलङ्कित इतिहास छ। देशको महान नागरिकता त्यागेर अमेरिकी नागरिक भइसकेका मान्छे। हाम्रो त यहाँ कानुनै बेवकुफ र कमजोर छ नि त। हामी जस्ता मान्छे ठिक ठाउँमा हुने हो भने, संसदमा हुने भने हामी कानुन संशोधन गर्छौँ। एकचोटि महान नेपाली नागरिकता त्याग गर्ने मान्छेले देशमा फेरि वंशजको नागरिकता पाउनु हुँदैन, अङ्गीकृत पाउनुपर्छ। अर्को कुरो, रवि लामिछानेले अमेरिकन नागरिकता त्याग गरेको कुनै निसाब प्रमाण त पेश गर्न सकेका छैनन्। उनले घोषणा गरे, हामीले पत्याइदिउँ। त्यसकारण ल निशानै पेश गर्छन् भने पनि एकचोटि नेपालको नागरिकता त्यागेर अनागरिक भएको रवि लामिछानेलाई, अमेरिकी नागरिक भएको रवि लामिछानेलाई देश चाहिँ प्रधानमन्त्रीको रूपमा स्वीकार्न सक्दैन। गगन थापाले नागरिकता त्याग्ने बाहेक उनको आत्मा पनि अमेरिकी हो, उनी पनि विदेशी इसारामा नाच्छन्। त्यसकारण गगन, बालेन, रविमा खासै तात्विक भिन्नता छैन। सिंहदरबार जलाउने स्क्रिप्ट लेख्ने मान्छे हो को भन्दा बालेन शाह लुसिफरवादी हुन् भन्ने कुरो पनि पुष्टि भइसकेका छ। त्यसैले मैले तपाईँलाई भन्न खोजेको कुरा के हो भने विदेशी दलालहरूको खेल मैदान देश बनिसकेपछि अब हामी देशभक्तहरू सबै एक ठाउँ आएर देश जोगाउनु पर्ने गुरुतर आवश्यकता हो।